लसो काफुला तसिदेले कुजम्पो खामरिमो सेवारो छेजालो सबै धर्ममित्रगणहरूलाई यहाँ जयगाउँ डोमालाखाङबाट हजुरहरूलाई सानो निवेदन राख्न गइरहेको छु। यो चाहिँ के हो भने साथै अनि एउटा जयगाउँमा प्रथमचोटि जयगाउँ मात्र नभएर वेस्ट बेङ्गलमा प्रथमचोटि एउटा तारादेवीको जुन फर्माटोमाको एउटा ठुलो स्कुलको मूर्ति बनाउन गइरहेको छ। अहिले काम चल्दैछ र हजुरहरूलाई यहाँ जयगाउँ डोमालाखाङ कमिटीबाट हजुरहरूलाई चाहिँ म एउटा निवेदन के गर्न चाहन्छु भने यो पुण्यको काममा सबैले सानोभन्दा सानो तपाईँहरूले केही सहयोग गरिदिनु भयो भने अति उत्तम हुन्छ। यो चाहिँ के हो भने कस्तो हुन्छ भने समुद्रमा एक थोपा पानी तपाईँहरूले यस्तो चढाउनु भएको छ अथवा हाल्नु भएको छ भने जबसम्म समुद्र सुक्दैन तबसम्म त्यो पानी त्यही बसेर पुण्यको सञ्चय गर्ने एउटा तपाईँहरूले मौका पाउँछ। त्यसै गरी हजुरहरूलाई सबैलाई निवेदन छ, जनसाधारण सबैलाई तपाईँहरूले पुण्यको भागीदारी गर्नुहोस् भनेर हामी अनुरोध गर्दैछौँ। यहाँ अहिलेको जुन मूर्ति बनिँदैछ यो चाहिँ 30 फिटको छ अनि यो चाहिँ रड र सिमेन्टको बनिँदैछ। अन्त हजुरहरूले जे जस्तो सक्छ सबैले सहयोग गर्नुभयो भने तपाईँहरू सबैलाई पुण्यको सञ्चय गर्ने एउटा मौका पाउँछ। यो चाहिँ जयगाउँमा बुद्धनगर बरामेची बस्ती अनि यो चाहिँ कालचिनी ब्लक पर्छ, अलिपुर डिस्ट्रिक्ट, वेस्ट बेङ्गलमा हो, भुटान बोर्डरमा हो। अनि यो प्रपर जग्गाको नाम चाहिँ लोकेसन चाहिँ बुद्धनगर गुरुपद्मा सम्भाव रोड बरामेची बस्ती। लसो काफुला तसिदेले लसो।